यहाँ तल पनि हेर्नुलाई खेतमा पनि छ गाई गोरुहरूको। हाम्रो चाहिँ यहाँ चाहिँ एउटा बेललाई खोलेर अनि लिएर जाने दोस्तो हिन्दीमा के भन्छ आफै टिचेछ। अनि यहाँ चाहिँ एउटा बेललाई हेर्नु होला। अहिले चाहिँ गाई यहाँनिर गाईले अलिकति यो टुसा निस्केको रहेछ, टुसा खाँदैछ होइन, यस्तो छ। पानी पर्नु मम्मी चाहिँ यहाँ यस्तो पानी पर्नु आँटेछ। पानी पऱ्यो भने लाइन जान्छ। अब चाहिँ दुईवटा सँगै खाँदैछ। यस्तो चाहिँ अँधेर कस्तो देख्दैछ भन्नुलाई पानी खाँदैछ। स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। आज म नेपालीबाट भिडियो बनाउँदैछु होइन। यस्तो चाहिँ नि अन्त बगानहरू यस्तो भएको छ हेर्नुलाई। यस्तो छ अन्त बगान। अनि आजको मौसम यस्तो छ है। यस्तो चाहिँ एकपल्ट कमेन्ट गरेर भनिदिनु होला। कुखुरा चेता छ होइन। अहिले चाहिँ म चाहिँ गाडी लिन हिँडेको होइन। हजुरहरू मेरो भिडियोमा सधैँ आइराख्नु होला। सब्सक्राइब पनि गर्नु होला। सब्सक्राइब गरेर जोडिनु होला यो च्यानलमा। अनि सधैँ त होइन, कोही बेला आउँछ यसमा भ्लग अरू चाहिँ हिन्दीमा आउँछ, आज चाहिँ नेपालीमा बनाइदिँदै गाइस कस्तो हुन्छ नेपालीमा मेरो भ्लग कमेन्टमा एकपालि भनिदिनु होला। अनि आज चाहिँ सन्डे थियो अनि ट्युसन गयो, बिहानै आइयो। अनि अहिले चाहिँ दिनभरि आज चाहिँ घरमै। अनि अहिले चाहिँ गाई लिनु हिँड्यो। अनि यस्तो छ है। अन्त बगान मकै अलिअलि मात्रै लगाएको हजुर साथी हो। अलिअलि लगाइयो होइन। आजको हाम्रो छोटो भ्लग कस्तो हुँदैछ एकपालि कमेन्ट गरेर भनिदिनु होला। अनि यो चाहिँ अघिदेखि हेरिराख्नु भएको छ होला यो के हो भनेर। यो चाहिँ पानी खाएको थियो अघि होइन। अनि यस्तो भएको। अनि यस्तो चाहिँ गाई चाहिँ यहाँ तल रहेको छ। यस्तो चाहिँ यता चारैपट्टि। अनि अहिले चाहिँ अब एकछिन पछि भेट्नेछु हजुरको साथ फेरि। हेर्नु होला अहिले चाहिँ गाई यहाँनिर गाईले अलिकति यो टुसा निस्केको रहेछ, टुसा खाँदैछ होइन, यस्तो छ। पानी नि पर्नु मम्मी चाहिँ यहाँ चाहिँ यस्तो पानी पर्नु आँटेको छ। पानी पर्नु आँटेछ। पानी पऱ्यो भने लाइन जान्छ। लाइन गएपछि फोनमा ब्याट्री हुन्न अनि बस त्यत्तिकै यस्तो हुन्छ है। यस्तो छ एउटा चाहिँ त्यो छ। अनि तिनवटा चाहिँ बस काटेर छैन। यस्तो छ। यस्तो चाहिँ हाम्रो गोरु चाहिँ यहाँबाट मम्मी यहाँ खेताउनु हाल्नुभएको छ। लगाऊ मम्मी। यहाँ तल पनि हेर्नुलाई खेतमा पनि छ गाई गोरुहरूको। हाम्रो चाहिँ यहाँ चाहिँ एउटा बेललाई खोलेर अनि लिएर जाने दोस्तो हिन्दीमा बोल्ने बानी भएर ला। सरी अघि चाहिँ भिडियो गर्दा अरू के भन्छ आफै टिचेछ। अनि यहाँ चाहिँ एउटा बेललाई खोलेर लिएर जाने अब चाहिँ घरतिर। यस्तो छ बाँसकारीको बिचमा बाँधेको। अनि यस्तरी बाँधेको खोल्नु साह्रो पर्छ। खोल्यो अब चाहिँ खोलियो। अब लिएर जाने यस्तो छ होइन। अब चाहिँ लिएर जाने यिनीहरूलाई। यस्तो यहाँनिर चाहिँ अहिले चाहिँ यहाँ आइपुग्यो। यस्तो चाहिँ यताबाट आइयो। यता आउनुहुन्छ मम्मीले। यस्तो चाहिँ यहीँबाट तल लाउने होइन। अब एकछिन भेटिन्छ फेरि। अहिले चाहिँ लिएर बानिसकेर होइन पानी दिँदैछ।
यस्तो चाहिँ ग्वालीको हालत पनि यत्रो छ। त छ घर पानी पनि पर्दैछ चिट्टाउँदैछ हैन यसले नखाने रहेछ ल खाना अब चाहिँ दुईटाले सँगै खाँदैछ है यस्तो चाहिँ अँधेरा कस्तो देख्दैछ भन्नु होला पानी खाँदैछ खाए त अब त हैन गाइस अहिले चाहिँ अब साथीको रुमतिर जाउँ भनेको कस्तो अहिले नै पानी आइदियो भने पानी पर्नु सुरु भयो अहिले अब एकछिनपछि काटिन्छ है गाइसहरु मम्मी चाहिँ यहाँ कपडा धुनुहुँदैछ बहिनीको त्यो चाहिँ कस्तो छ आजको भिडियो पानी आउँदैछ अब रोकिन्छ कि रोकिँदैन थाहा छैन र आजको भिडियो चाहिँ यही खतम गरौँ होला किनकि पानी पर्दैछ साथीको घरतिर जाउँ अलिकति अरूहरू पनि एक्स्ट्रा चिज देखाऊँ भनेको अब के गर्नु पानी पर्यो अब जानु पाइँदैन आजको लागि यहीँनिर राखौँ आजको भिडियो कस्तो लाग्यो हजुरहरूलाई एकबार कमेन्ट गरेर भनिदिनु होला अब चाहिँ यो च्यानलमा नेपालीमा हैन हिन्दीमा आउँछ सबै पनि हिन्दीमा आउँछ तर आज चाहिँ नेपालीमा बनाइदिएको अनि कस्तो लाग्यो आज नेपाली ब्लग एकबार कमेन्ट गरेर भन्नु होला नेपालीमा बनाउनु कि हिन्दीमा नेपालीमा बनाउनु हुन्छ भने भन्नुहुन्छ भने नेपालीमै बनाउला अनि हिन्दीमा बनाउनु हुन्छ भने हिन्दीमै बनाउला तर म चाहिँ कमेन्ट आएन भने चाहिँ हिन्दीमै बनाउँछु त्यस्तो आजको हाम्रो छोटो सानो भिडियो यही राखौँ होला हैन बाई बाई आजको लागि चाहिँ नै अब हामी मिल्छौँ अर्को ब्लगमा हिन्दी या नेपाली बाई बाई